हामीसँग दुईजना आज परिवार नियोजनको सेवा गराएर आउनु भएको छ। हजुर सन्चै हुनुहुन्छ? सन्चै छु हजुर। के काम ल्याउनु भयो? काममा त्यस्तै आयो हजुर, डिबु लाउनलाई। डिपो लाउन आउनलाई ल्याउनु भएको? हजुर पहिला पनि कहिले लाउनु भएको छ कि? लाउनु भएको। यसपालि पनि डिपो नै लाउने? डिबु लाउने हो सधैँ। ए हो, ठिक छ। हामी पहिला पनि लगाएको ठिक छ। नत्र हामी यो म्याकुलीबाट चाहिँ हामी क्लाइन्टहरूलाई चाहिँ फ्यामिली प्लानिङको काउन्सिलिङहरू गर्छौँ र उहाँले चाहिएको साधन चाहिँ लगाउन मिल्ने नमिल्ने कुराहरू पनि हामी यो म्याकुलीबाट हेरेर होइन क्राइटेरियाहरू छ, अनि त्यो अनुसार चाहिँ हामीले उहाँहरूलाई सेवाहरू उपलब्ध गराउने गरेका छौँ। अनि हामीसँग चाहिँ स्वास्थ्य संस्था स्थानीय तहको स्वास्थ्य संस्था भएको कारणले गर्दा हामीसँग चाहिँ स्थायी बन्दापनहरू चाहिँ हुँदैन। बाँकी चाहिँ हामीसँग होइन परिवार नियोजनको साधनहरूमा पुरुषको लागि कन्डोम छ र महिलाको लागि चाहिँ पिल्स छ होइन, 3 महिने सुई अथवा डिपो भनौँ जसले 3 महिनासम्म काम गर्छ त्यो छ। अनि त्यसपछि इम्प्लान्ट छ जसले 5 वर्ष काम गर्छ होइन। अनि अर्को चाहिँ हामीसँग आयुसिडी छ जसले 12 वर्षसम्म काम गर्छ। अनि हजुर कति वर्ष पुग्नुभयो? मलाई 45 वर्ष। 45 वर्ष पुग्यो। हजुरको श्रीमान कहाँ हुनुहुन्छ? श्रीमान घरै छन्। सरी, श्रीमान त घरै हुनुहुन्छ। मतलब धेरै जसो घरमै बसिराख्नुहुन्छ कि? धेरै जस्तो इन्डियामा हुन्छ, कम कम घरमा हुन्छ। त्यही त, नत्र लामो समयसम्म घरमा सँगै हुनुहुन्छ भनेपछि हामीसँग डिपोको विकल्प इम्प्लान्ट छ, आइसिडी पनि छ होइन। तपाईँको इच्छाले होइन त्यो पनि राख्न सक्नुहुन्छ होइन। म चाहिँ डिपो नै लाउँछु भन्नुहुन्छ भने त्यो पनि ठिक छ होइन। अनि डिपै लाउँछु हजुर, अब ठिकै छ। डिपै लगाएको डिपै लाउँछु। पिल्स सिल्स खानु भएन कहिले? पिल्स कहिले खाएँ? खाने विचार थियो कि? खाने विचार मात्र हो, अब नखाने विचार भयो अहिले। किन? हजुरको सल्लाह? म सल्लाह दिँदैछु है। पिल्स खाने विचार छ भने तपाईँको चाहिँ तपाईँलाई त्यस्तो टाउको दुख्नेहरू समस्याहरू छ कि? चिनीको रोगहरू छ? छैन। कलेजोको रोगहरू त्यस्तो छ? केही छैन है। कुनै औषधिहरू खाइराख्नु भएको छ निरन्तर? केही छैन। पाठेघरको समस्या मोटोपना त अब छैन है। अनि तपाईँको सन्तान कतिजना छ? बच्चा बच्ची? 6 जना। अन्तिम पछिल्लो बच्चा कति वर्षको भयो? 11 वर्षको। 11 वर्षको भयो। सुत्केरी पश्चात त्यस्तो गरौपतन फेरि भएको छ कहिले नजिकै? ठिकै छ। अनि जब हजुर धुम्रपान गर्नुहुन्छ, चुरोट खानुहुन्छ? खानुहुन्छ। कति खानुहुन्छ चुरोट? धेरै खानुहुन्छ। हो, ठिकै छ। त्यसको लागि अब उच्च रक्तचापको लागि हामी फेरि जाँच पनि गर्छौँ, तपाईँको तौल पनि हेर्छौँ। तर तपाईँ चुरोट धेरै खानुहुन्छ भनेपछि तपाईँ 35 वर्ष बढी भइसक्नु भएको छ। त्यही भएर तपाईँलाई पिल्स चाहिँ सकेसम्म अरू साधनहरू भएसम्म चाहिँ पिल्स चाहिँ हामी खानु भनेर भन्न सक्दैनौँ। त्यो पनि तपाईँको इच्छा हो होइन। अरू साधनहरू छ किनकि 35 वर्षभन्दा बढी भएका महिलाहरूले धेरै चुरोटहरू खाने महिलालाई चाहिँ सकेसम्म पिल्स चाहिँ खानु मिल्दैन है। ठिक हो, ठिक छ। प्रेसर म हजुरको प्रेसर हेरिदिन्छु है। मलाई छैन भन्नुभयो, त्यही पनि चेक नगरेपछि त थाहा हुँदैन नि त होइन। चेक गरेपछि हामी हेर्छौँ, अनि त्यसपछि मात्र तपाईँको प्रेसर छ कि छैन भनेर कुरा बल्ल के हुन्छ त यो मेसिनले देखाउँछ है आमा। ठिक हो। समस्या त होला न, पेट बढेर समस्या होला। अब पेट बढेर त अब नआएको दुख्यो भने केही मान्दैन होला। धेरै दुखेर चाहिँ देखेर ठिकै छ। हजुरको प्रेसर चाहिँ 110/70 छ है। अन्त फेरि झर्नु त बनाउनु छैन है। मोटो पनि छैन, छोटो पनि छैन। ठिक छ, हजुरको पनि ठिक छ। अनि अब हजुरलाई चाहिँ पिल्स अलि चाहिँ दिन नमिल्ने कि जस्तो भयो होइन। पिल्स नमिल्ने भयो। त्यही भएर अब हामीले चाहिँ हजुरलाई के लगाउँछौँ त डिपो लगाइदिन्छौँ है।
तपाईँलाई कुनै पनि समस्या नभइसकेपछि चाहिँ हामीले के भन्छ डिपो लगाउन चाहिँ हजुरलाई मिल्यो है। हजुरलाई उच्च रक्तचाप पनि छैन है, कुनै समस्या पनि छैन। हजुरले चाहिँ 35 वर्षभन्दा माथिको चुरोट खानेले पनि के भन्छ डिपो लगाउनु मिल्दो रहेछ है। त्यही भएर हामी चाहिँ तपाईँलाई ढिलो भएको छ भन्न लाग्नुभएको छ, त्यही भएर हामी चाहिँ के भन्छ तपाईँलाई डिपो लगाइदिन्छौँ। डिपो चाहिँ डेट पनि हेर्नुपर्छ, नत्र कहिले काहीँ हतारमा लगायो डेट चाहिँ एक्सपायर रहेछ भनेपछि काम गर्दैन नि त होइन। त्यही भएर चाहिँ यो डेट भएको छ हामी चाहिँ तपाईँलाई यो सुई लगाइदिन्छौँ है। यो डिपो सुई चाहिँ कुनै गाँठागुठी भएको भएपछि होइन, स्तनदान गराइरहेको शरीर 6 हप्ता नपुगेको अवस्था भइसकेपछि भनेर सुत्केरी अवस्थामा चाहिँ यो लगाउन मिल्थेन है। अनि गर्भ अवस्थामा पनि यो लगाउन मिल्थेन होइन। अरू कुनै समस्या भयो, अनि कुनै स्वास्थ्य सम्बन्धी रोगहरू भएको भए पनि तपाईँलाई लगाउन मिल्थेन। तपाईँलाई चाहिँ यो कुनै पनि समस्या नभएको कारणले चाहिँ के गर्नुहुन्छ त हामीले यो डिपो लगाउन सक्छ। यो डिपोको चाहिँ सम्भावित असरहरू के हुन्छ भनेपछि धेरै जसो के हुन्छ, साधारण असर महिनावारी हुने समयमा नहुने, कसैलाई भइहाल्यो भने पनि महिनावारीमा परिवर्तन हुन्छ, कसैलाई छिटो छिटो महिनावारी हुने, कसैलाई महिनावारी रोकिने होइन, कसैलाई महिनावारी भयो भने धेरै रगतहरू बग्नेसम्म हुन्छ, कसैलाई के हुन्छ त मोटोपना लगाउने पनि हुन्छ होइन। अनि कसैलाई पेट दुख्ने अन्य समस्या पनि हुनसक्छ। अनि त्यो भयो भने चाहिँ एकदमै के हुन्छ हामी डराउनु पर्दैन है। त्यो चाहिँ डिपो मैले डिपो लगाएको थिएँ होइन, त्यो डिपो सुईको असर हो भन्ने चाहिँ बुझ्नुपर्छ है। लाउनु भयो डिपो त धेरै लगाएँ, डिपो सधैँ डिपो लगाइदिने धेरै अब धेरै जसो सधैँ चाहिँ अब धेरै लामो समय चाहिने भएपछि चाहिँ हामीसँग अन्य साधनहरू पनि थियो होइन। हजुरको इच्छाले चाहिँ डिपो नै लाउँछु के भन्नुभयो। यो 2 महिना काम गरे भने त अरू लामो के चाहियो 1-2 महिनाको लागि हो। अनि उताबाट कटन ल्याउँछ दिन हाम्रो बुढी भइगयो। डिपो सुई 1 ml हुन्छ है। यो 1 ml चाहिँ हामीले उहाँको मासुमा लगाइन्छ है। यो खोल्नु त तपाईँको कुन हात चल्छ धेरै, कुन चाहिँ चल्छ दाहिने हात चल्छ बढी, त्यसमा देब्रे हातमा लगाउनु, किनभने लगाइसकेपछि केही अलि दुखे जस्तो हुन्छ नि त हामीलाई निकाल्नु त। धेरै दुख्यो कि नयाँ भने किन भन्ने रात कहिले चस्सो हुन्छ कहिले चना हानी नजाऊ हात कस्तो तर शीतल हात केही नमान्ने त होइन कोही त कसो दिन गएन भयो त भन्यो के भएन के भएन। हजुरले भताले होइन भताली आज कति गयो 13 तपाईँ के भन्छ जेठको 13 गते आउनुपर्छ है। हजुर इच्छा लागेको साधनमा है। अनि केही अप्ठ्यारो भयो, धेरै नै केही समस्या भयो भनेपछि हजुर जहिले पनि आएर मलाई भेट्न सक्नुहुन्छ, मलाई फोन गर्न सक्नुहुन्छ है। अनि त्यो चाहिँ सामान्य असरहरू पनि मैले भनिदिएको छु होइन। त्यति सानो सानो कुरा भयो भने चाहिँ आत्तिनु पर्दैन है। त्यस्तो धेरै नै आफूलाई अप्ठ्यारो भयो भने चाहिँ हामी यही छौँ, हामीलाई फोन गरेर भए पनि संस्थामा गएर पनि हजुरले भेट्न सक्नुहुन्छ। अनि अब चाहिँ हजुरलाई आवश्यक भयो भने चाहिँ तपाईँ जेठको 13 गते फेरि आउनु होला है। हजुर हस् हस्।